हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। यो चाहिँ अस्तिको भिडियो हो, दिदीको बिहेको भिडियो हाल्नै पाएको थिएन नभ्याएर। अनि म चाहिँ हाई हेलो गर्दैछु। बाबा मम्मी चाहिँ अघि भाइ आइसकेको, म र मेरो दिदी अनि मेरो छोरी आउनु बाँकी थियौँ। हामी चाहिँ 11:30 बजीतिर आएको। अब यहाँ हामी भित्र छिर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो माइला काकाको घर हो अनि माइला काकाको चाहिँ जेठी छोरीको बिहे हो। यहाँ भित्र चाहिँ अब हामी छिर्नुपर्ने हुन्छ। यहाँ चाहिँ जति पनि हुनुहुन्छ सबै आफ्नै मात्रै हुनुहुन्छ, सबै हाम्रो आफ्नै मात्रै हुनुहुन्छ। अनि मैले चाहिँ सबैको भिडियो बनाउँछु थोरै थोरै भए पनि भनेर, तपाईँलाई चिनाउनु पर्यो भनेर। उहाँ चाहिँ हुनुहुन्छ मेरो काइली काकी, हाई गर्दै हुनुहुन्छ काइली काकीले। अनि यता हुनुहुन्छ सबै आफ्नै मान्छे मात्रै हुनुहुन्छ। अनि यता चाहिँ हुनुहुन्छ बहिनी अनुपा, हाई गर्दै थिए। अनि उता दिदी हुनुहुन्छ, दिदीले पनि हाई गर्दै हुनुहुन्छ। अनि उहाँ चाहिँ जय हुनुहुन्छ, जयले पनि हाई गरिसक्नुभयो। अनि सबै मेरो चाहिँ भाइ बहिनीको छ। अब यहाँभित्र जानुपर्ने हुन्छ। हाम्रो चाहिँ ठाउँअनुसार हाम्रोमा चाहिँ बिहे कार्य हुँदा चाहिँ लेख्ने चलन छ साथीहरू। अब हामीले जे के लगेको छ त्यो चाहिँ लेख्ने चलन छ। पैसा सामान के रहेछ यहाँ सबै लेख्नुहुन्छ। मेरो मम्मी चाहिँ चिसो बार्नु आउनुभएको छ यहाँ सबैलाई दिनको लागि। उहाँ चाहिँ आजको दुलही अनि कि बेहुली। अनि दिदीले चाहिँ हाई गर्दै हुनुहुन्छ दिदीसँग। हाम्रो चाहिँ किरात धर्म अनुसार यस्तै ड्रेस हुन्छ। अनि यता चाहिँ हुनुहुन्छ साइली आन्टी, साइली आन्टीले हाई गर्नुहुन्छ। आजको हाम्रो बेहुलीको मम्मी माइली काकी हाई गर्दै उता पनि हुनुहुन्छ। अनि यता हुनुहुन्छ मेरो कान्छे फुपू, मैले सेवारो फुपू भने चाहिँ सेवारो भन्दै हुनुहुन्छ। अनि यता चाहिँ बेहुली दिदी हुनुहुन्छ, बाटो नदेखेर बाटो बताउँदै हुनुहुन्छ, आउनका लागि आइ पनि सक्नुभयो। अनि यहाँ फुलमाला पनि हुँदैछ। फुलमाला हुँदा चाहिँ हाम्रो चाहिँ अनुसार यसरी नै चामल छर्किदिनु पर्ने हुन्छ। मैले चाहिँ थोरै थोरै छर्किदिनु भन्दै थिएँ कि साथीहरू, तर पनि भन्दा पनि एक मुठीले यति चाहिँ शिर पुछार अनुहारैभरि चामल दही थियो। उताबाट आउनुहुनेहरू सबैजनालाई कति धेरै धेरै हान्नुभएको थियो। एक मुठी हानेर सबै खराब बनाइदिनु भयो। अनि यहाँ बेनाले पनि फुलमाला लगाइदिनु हुँदैछ। अनि बेनाले पनि फुल दिनुभयो। अनि अब चाहिँ भैसाको हात मिलाउनु भन्दै हुनुहुन्छ बाजेले, हाम्रो पुजारी बाजेले। अनि हात पनि मिलाउनु भयो। अब जानुपर्ने हुन्छ हाम्रो मण्डपमा, जग्गेमा। अनि हाम्रो चाहिँ जग्गे बस्नुमा त पहिला चाहिँ यसरी नै घुमेर 3 फन्को कि 7 फन्को घुमेर मात्रै बस्नुपर्ने हुन्छ। हामी चाहिँ किरात धर्म मान्छौँ साथीहरू। किरात धर्म अनुसार चाहिँ हाम्रो जग्गेमा बस्दा चाहिँ सेतै ड्रेस लाउनु पर्ने हुन्छ बेहुला र बेहुलीले। अनि यस्तै ड्रेस लाउँदै हुनुहुन्छ। अब भरे चेन्ज गर्नुहुन्छ। अनि यहाँ चाहिँ हामी माम खाना आयौँ। अनि यता हुन्छ मेरो दिदी, यता हुन्छ मेरो काका अनि मेरो छोरी। हामी चाहिँ पुलाउ खानासाना सबै खाएर आयौँ। अनि यता चाहिँ दिदी र बेनाले पनि ड्रेस चेन्ज गरिसक्नु भएर बस्नु भएछ टिका लाउने ठाउँमा। उहाँ चाहिँ हाम्रो जेठा बाजे हुनुहुन्छ। आज चाहिँ हाम्रो लिम्बू किरात अनुसार चाहिँ हाम्रो कल्चर चाहिँ यस्तै हुन्छ साथीहरू। उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ, मेरो मम्मीले पनि टिका लगाइदिनु भयो। अनि यहाँ मैले पनि भिडियो बनाएँ, मेरो पनि थोरै। बाई बाई साथीहरू, हस् त, नमस्कार।